कसैले सुन्छ मेरो आवाज कहाँ हरायो 10 वर्ष पढे रात भरि जले तर इज्जत कहाँ गुमायो म रोग गाउन आए तर बेथिति फैलिएको छ मेरो नाम सुन्ने भन्दा घुस दिने अगाडि आएको छ म डाक्टर तर जिन्दगी मेरो बिरामी जस्तै छ ओपिडीमा लाइन छ तर भित्र मलाई कोही बुझ्दै छैन पैसा छैन घर चलाउन गाह्रो छ महिनाको अन्तिममा हात खाली मुटु भारी छ न ब्याङ्क ब्यालेन्स न त जागिर सुरक्षित राजनीतिको खेल मेरो सपना नै विस्थापित MBBA सक्दा देश सेवा गर्ने आश थियो तर आज यो पेसा व्यापार जस्तो लाग्न थाल्यो के तिमीले यो देखेनौ मेरो सङ्घर्ष मेरो बलिदान तिमीले लेखेनौ मेरो हातमा घडी छैन निद्रा छैन शान्ति छैन तर मलाई आरोप गाली र तिरस्कार बाहेक केही छैन म बिरामी बचाउँछु तर मेरो जिन्दगी बचाउने को छ देशले दिएको सपना केवल झुटैको पो हो छ रातभर खटिन्छु आपतमा दौडिन्छु तर मेरो पसिनालाई कसैले मूल्य मान्दैन सिट छैन ठाउँ छैन सङ्घर्ष मात्र देख्छु स्वास्थ्य नीति खोइ यहाँ राजनीति मात्र लेख्छु डिग्री थपे ज्ञान बढाए तर सिस्टम उस्तै मेरो आवाज सुन्ने कोही छैन खाली भित्तामै गुन्जिए तर म लडी जानेछु म रोकिँदैन यो सिस्टम भत्काउने नयाँ बिहानी ल्याउने छ हे नेपाल एक दिन बुझ्ने छौ डाक्टर बिना तिमी बाँचे पनि बाँच्ने छैनौ हे नेपाल के तिमीले यो देखेनौ मेरो सङ्घर्ष मेरो बलिदान तिमीले लेखेनौ मेरो हातमा घडी छैन निद्रा छैन शान्ति छैन तर मलाई आरोप गाली र तिरस्कार